यदि तपाईलाई डरलाग्दो र रहस्यमय कथाहरू मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सनुहोस् र हरेक रहस्यमय कथा सबैभन्दा पहिले सुन्नुहोस्। धम्पुस नेपालको हिमाली काखमा बसेको एउटा सानो शान्त गाउँ, जहाँ रातको सन्नाटालाई पहाडको सनसनाउने हावाले चिर्दथ्यो। गाउँको माथिल्लो भागमा घना जंगल र कुइरीमण्डलले घेरिएको एउटा पुरानो जीर्ण स्कुल उभिएको थियो। यो स्कुल 20 वर्षअघि बन्द भएको थियो, जब एक विद्यार्थी कमलाको रहस्यमय मृत्यु भएको थियो। गाउँलेहरूका अनुसार कमलाको आत्मा अझै त्यहाँ भौतारिन्छ। रातमा स्कुलको भत्किएको भवनबाट आउने अनौठो आवाजहरू, घण्टीको टुङ्गटुङ्ग फुसफुसाउने स्वर, सानी केटीको रुवाई र कहिलेकाहीँ पाइला ठटाउने ध्वनिले गाउँलाई त्रासमा राख्थ्यो। गाउँलेहरूले त्यसलाई भूतको स्कुल भन्थे र रातमा त्यहाँ कोही जाँदैनथे। तर काठमाडौँबाट आएका 5 जना साथीहरू, रोहन, सृष्टि, अनिल, माया र प्रदीपलाई यो कथा युट्युब भिडियोको लागि रोमाञ्चक सामग्री लाग्यो। रातको 10 बजे जब चन्द्रमाको मधुरो उज्यालोले पहाडलाई रंगाएको थियो, उनीहरू स्कुलको जंगलले ढाकिएको फलामे गेटतिर लागे। रोहन, समूहको लिडर र साहसी युट्युबर, आफ्नो क्यामेरा, ट्रिपोड र अतिरिक्त ब्याट्री बोकेर अगाडि थियो। सृष्टि, समूहको बुद्धिमान र अनुसन्धानकर्ता, टर्चलाइट, नोटबुक र गाउँको पुरानो नक्सा लिएर पछ्याइन्। अनिल, सधैँ मजाक गर्ने र हल्का स्वभावको, आफ्नो फोनमा भूतको कथा रेकर्ड गर्दै हाँस्थ्यो। माया, समूहको संवेदनशील र शान्त सदस्य, केही नर्भस थिइन् तर साथीहरूको दबावमा सहभागी भएकी थिइन्। प्रदीप, समूहको टेक्निकल गुरु, ड्रोन र अडियो रेकर्डर लिएर अन्तिममा थिए। यो ठाउँ त साँच्चै डरलाग्दो छ, मायाले फुसफुसाइन्। रोहनले हाँस्दै भन्यो, यो भिडियोले हाम्रो च्यानललाई करोडौं भ्युज दिलाउँछ। डराउन छोड, माया। स्कुलको गेट खोल्दा फलामको साङ्लोले चर्को चर्रा आवाज निकाल्यो, जसले रातको सन्नाटालाई चिर्यो। भित्र पस्दा उनीहरूले भत्किएको भवनको गलियाहरू देखे। भुइँमा छरिएका पुराना किताबहरू, भाँचिएका कुर्सीहरू, माकुराको जालोले ढाकिएका भित्ताहरू र हावामा सडिएको काठ र धुलोको गन्ध। सृष्टिले टर्चलाइट घुमाइन् र उज्यालोले एउटा पुरानो ब्ल्याकबोर्डमा रातो सिन्दुरले लेखिएको "मलाई बाहिर निकाल" शब्दलाई उजागर गर्यो। यो त ताजा सिन्दुर जस्तो छ, सृष्टिले काप्दै भनिन्। अनिलले मजाक गर, यो कसैले हामीलाई ट्रोल गर्दैछ। तर मायाको अनुहार फुङ्गो उड्यो। उनलाई यो ठाउँ चिने जस्तो लाग्यो, यद्यपि उनी यहाँ कहिल्यै आएकी थिइनन्। उनीहरू पहिलो कक्षा कोठामा प्रवेश गरे। त्यहाँ एउटा पुरानो डेस्कमा रातो सिन्दुरले लेखिएको "मलाई छोड" भन्ने शब्द देखियो। मायाले सिन्दुर छोयो र उनको टाउको भारी भयो। उनले एउटा दृश्य देखिन्, एउटी सानी केटी, लामो कपाल र सेतो स्कुल ड्रेसमा, सिडीबाट लड्दै र उनको अनुहार रगतले लतपतिएको। मायाले चिच्याइन्, मलाई यो ठाउँले डरलाग्दो अनुभव दिइरहेछ। रोहनले उनलाई सम्हाल्दै भन्यो, यो तिम्रो दिमागको खेल हो, माया। हामी भिडियो बनाउन आएका हौं। तर जब रोहनले क्यामेरा जुम गर्यो, स्क्रिनमा कमलाको छाया देखियो, एउटा सानी केटीको आकृति जुन उनीहरूको आँखाले देखेन। यो के हो? रोहनको स्वर पहिलो पटक काप्यो। प्रदीपले आफ्नो अडियो रेकर्डर चेक गर्यो र त्यहाँ एउटा फुसफुसाउने स्वर रेकर्ड भएको थियो, "म यहाँ छु।" उनीहरू स्कुलको मुख्य हलतिर लागे। हलको बीचमा एउटा पुरानो घण्टी झुन्डिएको थियो, जुन हावाले हल्लिँदा टुङ्गटुङ्ग आवाज निकाल्थ्यो। सृष्टिले टर्चलाइट घुमाइन्, तर कोठा खाली थियो। अचानक प्रदीपको ड्रोनले आफै उड्न थाल्यो र हलको माथिल्लो भागमा गएर ठोक्कियो। "मैले त कन्ट्रोल गरेको थिइनँ," प्रदीप चिच्याए। ड्रोनको फुटेजमा एउटा कालो छाया हलको कुनामा देखियो, जुन उनीहरूले देखेनन्। अनिलले हाँस्दै भन्यो, यो तिम्रो ड्रोनको ब्याट्री कमजोर भएको होला। तर उसको हाँसोमा डर मिसिएको थियो। मायाले फेरि टाउको समातिन् र चिच्याइन्। उनले अर्को दृश्य देखिन्, कमला स्कुलको हलमा एक्लै, कसैको कालो छायाले उनलाई पछ्याइरहेको र उनको हातमा एउटा पुरानो डायरी। मायाले साथीहरूलाई भनिन्, मलाई लाग्छ कमलाले हामीलाई केही भन्न खोज्दैछ। सृष्टिले आफ्नो नोटबुकमा लेखिन्, हामीले कमलाको कथा पत्ता लगाउनुपर्छ। यो आत्मा हामीलाई किन देखा परिरहेछ? उनीहरू स्कुलको पुरानो पुस्तकालयमा पुगे। त्यहाँ हावामा धुलो र पुराना किताबको गन्ध थियो। सृष्टिले एउटा पुरानो डायरी भेटिन्, जसमा कमलाको नाम लेखिएको थियो। डायरीमा लेखिएको थियो कि कमला स्कुलको सिडीबाट लडेर मरेको थिएन, बरु उनलाई कसैले धकेलेको थियो। डायरीको अन्तिम पृष्ठमा रगतले लेखिएको थियो, "मेरो आत्मा यहाँ अड्किएको छ, मलाई मुक्त गर।" सृष्टिको हात काप्यो र उनले डायरी फ्याँकिदिन्। त्यही बेला पुस्तकालयको ढोका आफै बन्द भयो र कोठाभरि फुसफुसाउने स्वरहरू गुन्जिन थाले, जस्तो कि कसैले पुरानो मन्त्र जपिरहेको होस्। प्रदीपले आफ्नो अडियो रेकर्डरमा रेकर्ड भएको आवाज सुनायो। त्यहाँ कमलाको स्वर थियो, "मलाई धकेलियो, मेरो शिक्षिकाले मलाई छोडिन्।" अनिल, जो सधैँ मजाक गर्थ्यो, अचानक चुप लाग्यो। "मलाई
मलाई यहाँबाट निस्कन मन लाग्यो, उसले फुसफुसायो। तर जब उनीहरू डोका खोल्न गए, अनिल गायब भयो। उनीहरूले उसलाई खोजे, तर केवल उसको फोन भेटियो, जुन रगतले लतपत थियो। रोहनको क्यामेराले एउटा दृश्य रेकर्ड गरेको थियो। अनिललाई कालो आकृतिले सिडीतिर तानेको। मायाले चिच्याइन्, हामीले यहाँबाट भाग्नुपर्छ। सृष्टिले भनिन्, हामीले कमलाको आत्मालाई शान्त पार्नुपर्छ, नत्र हामी कोही बाँच्दैनौं। उनीहरू स्कुलको पुरानो प्रिन्सिपलको कोठामा पुगे। त्यहाँ दुलोले डाकिएको एउटा पुरानो टेबलमा कमलाको तस्बिर थियो र उनको छेउमा मायाकी हजुरआमा उभिएकी थिइन्। मायाले आफ्नो परिवारको इतिहास सम्झिन्। उनकी हजुरआमाले सधैँ धम्पुसको स्कुलको कुरा लुकाउँथिन्। तस्बिरको पछाडि लेखिएको थियो, कमलाको मृत्यु मेरो गल्ती थियो। म उसलाई बचाउन सकिन। मायाले चिच्याइन्, यो कसरी सम्भव छ? मेरो परिवार यहाँसँग कसरी जोडिएको छ? सृष्टिले एउटा पुरानो पत्र भेटिन्, जसमा मायाकी हजुरआमाले लेखेकी थिइन्, कमला मेरो सबैभन्दा प्यारी विद्यार्थी थिए। तर मलाई थाहा थिएन कि स्कुलको अर्की शिक्षिकाले उनलाई धकेल्नेछ। म चुप बसे र मेरो मौनले कमलाको आत्मालाई श्राप बनायो। मायाले आफूलाई सम्हाल्न सकिनन्। उनले एउटा दृश्य देखिन्, उनकी हजुरआमा स्कुलको सिडीमा कमलालाई एक्लै छोड्दै र एउटा कालो छायाले कमलालाई धकेल्दै। मायाको परिवार कमलाको मृत्युसँग जोडिएको थियो। प्रदीप, जो टेक्निकल कुरामा व्यस्त थिए, अचानक चुप लागे। उनले आफ्नो ड्रोनको फुटेज चेक गरे र त्यहाँ कमलाको अनुहार स्पष्ट देखियो, उनको आँखा रगतले भरिएको। हामीले यो ठाउँ छोड्नुपर्छ, प्रदीप चिच्याए। तर जब उनीहरू सिडीतिर लागे, प्रदीपलाई कसैले तान्यो। उनको अडियो रेकर्डर भुइँमा खस्यो र त्यहाँ कमलाको चिच्याहाट रेकर्ड भएको थियो। मलाई कसैले बुझेन। रोहन, सृष्टि र माया मात्र बाँकी रहे। सृष्टिले मायालाई भनिन्, हामीले कमलाको आत्मालाई मुक्त गर्नुपर्छ। तिम्रो परिवारसँग यो जोडिएको छ, माया। तिमीले यो गर्नुपर्छ। माया डरले काँपिरहेकी थिइन्, तर उनले हिम्मत बटुलिन्। उनीहरू स्कुलको पुरानो घण्टी भएको कोठातिर लागे, जहाँ कमलाको आत्मा सबैभन्दा बलियो भएको गाउँलेहरूले बताएका थिए। घण्टी भएको कोठामा हावामा चिसो बढ्यो। रोहनको क्यामेराको ब्याट्री कमजोर हुँदै गयो र सृष्टिको टर्चलाइट मधुरो भयो। मायाले कमलाको डायरीबाट मन्त्र पढ्न थालिन्। मन्त्र पढ्दा कोठाभरि फुसफुसाउने स्वरहरू गुन्जिन थाले र पुरानो घण्टी आफै बज्न थाल्यो। जब मायाले मन्त्र पूरा गरिन्, कमलाको आत्मा प्रकट भयो। एउटी सानी केटी सेतो ड्रेसमा, जसको अनुहार रगतले लतपत थियो। कमलाले भनिन्, मलाई धकेल्ने मेरो शिक्षिका थिइन्। उनको परिवारले मेरो बदला भोग्नुपर्छ। तिमी, माया, तिनको रगत हो। मायाले चिच्याइन्, मलाई माफ गर कमला। मलाई यो थाहा थिएन। तर कमलाको आत्माले मायालाई तान्यो र उनी गायब भइन्। सृष्टि र रोहन भाग्न खोजे, तर स्कुलको डोका बन्द भयो। कमलाको आत्माले सृष्टिलाई पनि तान्यो र उनको चिच्याहाट सन्नाटामा हरायो। रोहन एक्लै बाँकी रहे। उसले क्यामेरा समात्यो र चिच्यायो, मलाई माफ गर। तर कमलाको हाँसोले कोठा गुन्जियो। भोलिपल्ट गाउँलेहरूले स्कुलको गेटमा रोहनको क्यामेरा भेटे। भिडियोमा माया, सृष्टि, अनिल र प्रदीप गायब भएका थिए। रोहनको अन्तिम शब्द थियो, मलाई माफ गर। क्यामेराको अन्तिम फुटेजमा कमलाको अनुहार देखियो, जसले भनिन्, म हरेक रात फर्किन्छु। गाउँलेहरूले क्यामेरा जलाए, तर त्यसको एक क्लिप युट्युबमा अपलोड भयो। भिडियोको अन्त्यमा कमलाको आवाज सुनिन्छ, मलाई मुक्त गर्न कोही आउनेछ, तर कोही पनि बाँच्ने छैन। केही हप्तापछि धम्पुसमा अर्को समूह आए, नयाँ युट्युबरहरू, जो भूतको स्कुलको रहस्य खोल्न चाहन्थे। उनीहरूले स्कुलको गेटमा एउटा पुरानो क्यामेरा भेटे, जसमा मायाको अन्तिम सन्देश रेकर्ड थियो, यहाँ नाउ, म यहाँ अड्किएकी छु। कमलाले मलाई छोड्दिन। तर उनीहरूले त्यो सन्देशलाई मजाक ठाने र स्कुलभित्र पसे। रातको सन्नाटामा घण्टीको टुङ्गटुङ्ग फेरि सुनियो र स्कुलको सिडीमा मायाको छाया देखियो, जस्तो कि उनी कमलाको आत्मासँगै अनन्तकालसम्म अड्किएकी छिन्। धन्यवाद आजको यो रहस्यमय र डरलाग्दो यात्रामा हामीसँग साथ दिनुभएकोमा। तर याद राख्नुहोस्, यो त केवल सुरुवात हो। अझ धेरै भयानक, अकल्पनीय कथाहरू अझै बाँकी छन्। यदि तपाईले अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस् अनि बेल आइकन थिचेर हरेक नयाँ कथा सबैभन्दा पहिले सुन्न नबिर्सनुहोस्। अर्को अँध्यारो रातमा फेरि भेट्नेछौँ एउटा नयाँ कथाका साथ।